जस्तै ब्लड क्यान्सर, रगतको क्यान्सर भनेको के हो है, र रगतको क्यान्सरको उपचार गरिरहँदाखेरि बोन म्यारो परीक्षण गराउनुको उद्देश्य या त्यसको महत्त्व के हुन्छ त्यसमा? जस्तो ब्लड क्यान्सर भनेको धेरै जस्तो ब्लड क्यान्सर हामी हेर्दाखेरि जुन हाम्रो व्हाइट ब्लड सेल्स भने नि हामीले, त्यो व्हाइट ब्लड सेल्सको अत्याधिक रूपमा मात्रा बढ्नु हो खास, होइन? बोन म्यारो भनेको के हो र यसले कसरी काम गर्छ हाम्रो शरीरमा? बोन म्यारो भनेको सामान्य भाषामा बुझ्दाखेरि रगत बनाउने फ्याक्ट्री भन्ने बुझ्नु पर्यो। अत्याधिक रूपमा ज्वरो आइराख्नु, लामो समयसम्म ज्वरो आएको बेलामा पनि कहिलेकाहीँ बोन म्यारो हेर्नुपर्ने हुनसक्छ। नमस्कार, म सुनिता कार्की। नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रस्तुत गर्दछ नोबेल स्वास्थ्य विशेष कार्यक्रम। आज हामी फेरि नयाँ विषयवस्तु र विशेषज्ञ चिकित्सकहरूको साथमा स्वास्थ्य उपचार र जीवनशैलीका महत्त्वपूर्ण पक्षबारे कुरा गर्नका निम्ति कार्यक्रममा उपस्थित भइसकेका छौँ। सुरु गरौँ आजको स्वास्थ्य विशेष कार्यक्रम। आज हाम्रो साथमा हुनुहुन्छ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका वरिष्ठ क्लिनिकल हेमाटोलोजिस्ट डाक्टर सुरेन्द्र प्रसाद शाह र आज हामी कुरा गर्नेछौँ ब्लड क्यान्सर भनेको के हो र यसका उपचारका पद्धतिहरूका बारेमा। आउनुहोस् कार्यक्रममा उहाँलाई स्वागत गरौँ। नमस्कार। थोरै क्लिनिकल, हजुर वरिष्ठ क्लिनिकल हेमाटोलोजिस्ट हुनुहुन्छ, थोरै क्लिनिकल हेमाटोलोजिस्ट भनेको चाहिँ के हो र यसले के कसरी काम गर्छ थोरै बताइदिनुहोस् न हाम्रो दर्शकहरूलाई। धन्यवाद। जस्तो मान्छेको रगतमा कुनै प्रकारको समस्या छ या रगत बन्ने ठाउँ जस्तो बोन म्यारो या स्प्लिन त्यस्तो ठाउँमा कुनै प्रकारको समस्या आएको छ भने त्यस्तो प्रब्लमहरूलाई या त्यस्तो डिजिजहरूलाई डिल गर्ने स्पेसलिटी भनेको क्लिनिकल हेमाटोलोजिस्ट हो, होइन? पहिला चाहिँ हेर्ने हो भने हाम्रो देशमा क्लिनिकल हेमाटोलोजिस्टको नम्बर एकदम धेरै कम भएको कारणले यो कामहरू चाहिँ फिजिसियनले नै गर्नुहुन्थ्यो, होइन? तर अब मुख्य रूपमा हामीले हेर्ने भनेको काम भनेको जस्तो रगतको कमी हुनु, जस्तो एनेमिया भयो या थेलेसेमिया भयो या सिकल सेल एनेमिया, जुन चाहिँ हाम्रो थारू राजवंशी कम्युनिटीमा अलिकति बढी देखिन्छन्, होइन? त्यस्तै चाहिँ रगतको बन्ने रगत जम्ने प्रक्रियामा समस्या आउनु या धेरै जम्नु, जस्तो ब्लिडिङ भयो, थ्रोम्बोसिस भयो, त्यस्तो प्रकारको समस्याहरू छन्। या अत्याधिक रूपमा WBC को मात्रा बढ्नु, जस्तो कुनै प्रकारको ब्लडको क्यान्सर भयो जस्तो ल्युकेमिया, लिम्फोमा, माइलोमा, यस्तो प्रकारको समस्याहरू। या अन्तिम उपाय भनेको बोन म्यारो ट्रान्सप्लान्ट, होइन? या सेलुलर थेरापीहरू चाहिँ सबै चाहिँ यो बोन म्यारोकै यो सबै हाम्रो हेमाटोलोजिस्टकै विभागमा पर्दछ। बोन म्यारो भनेको के हो र यसले कसरी काम गर्छ हाम्रो शरीरमा? त्यसरी बोन म्यारो भनेको हाम्रो शरीरमा भएको लङ बोनहरू जुन हुन्छ नि, ठुलो हड्डीहरू, तिनीहरूबाट चाहिँ उत्पन्न तिनीहरूमा भएको एकदम स्पन्जी टाइपको तत्त्व हो, त्यसलाई चाहिँ हामी बोन म्यारो भन्छौँ। बोन म्यारो भनेको सामान्य भाषामा बुझ्दाखेरि रगत बनाउने फ्याक्ट्री भन्ने बुझ्नु पर्यो। जस्तो हाम्रो शरीरमा हुने रगत भनेको RBC भयो, जुन रेड ब्लड सेल्स भयो, होइन? त्यसले चाहिँ हाम्रो शरीरमा अक्सिजनलाई चाहिँ क्यारी गर्ने काम गर्छन्। त्यस्तै WBC व्हाइट ब्लड सेल्स, सेतो रगत हामी भन्छौँ, त्यो चाहिँ जस्तो हाम्रो शरीरमा इम्युनिटीको लागि र इन्फेक्सनको लागि चाहिँ काम गर्ने भयो। त्यस्तै प्लेटलेट जुन चाहिँ हाम्रो शरीरमा ब्लिडिङ कतै काटियो भने त्यसले चाहिँ रगतको ढिक्का बनाउने काम गर्छ। मुख्य रूपमा यो रगतको फ्याक्ट्री नै हो, बनाउने काम नै गर्ने हो। जस्तै कस्तो समस्या देखा पर्यो या त कस्तो अवस्थामा चाहिँ हामीले बोन म्यारो चेक परीक्षण गराउनुपर्छ? अब धेरै जस्तो हेर्नु, हाम्रो फ्याक्ट्रीबाट रगत बनिसकेपछि बाहिर आउने भएपछि हामीले CBCबाट त्यसलाई जाँच गर्छौँ, होइन? पेरिफेरीबाट त जाँच भइहाल्छन्, फुल ब्लड काउन्ट या कम्प्लिट ब्लड काउन्ट भन्छौँ। तर कहिलेकाहीँ के हुन्छ भने जस्तो CBCबाट हामीले पुरा हेर्दा पनि पुरा क्लियर नभइदिने, होइन? रोग चाहिँ ठम्याउन गाह्रो पर्ने, त्यस्तो अवस्थामा चाहिँ बोन म्यारो गर्नुपर्ने हुन्छन्। जस्तो अब रगतको कमी छन्, हेमोग्लोबिन कम छन्, अनि त्यसको कारण चाहिँ पत्ता लागिरहेको छैनन्, या कुनै मान्छेलाई WBC मात्रा धेरै बढेको छ, त्यति बेला हामी चाहिँ ब्लड क्यान्सर हो कि भन्ने शङ्का गर्छौँ, त्यति बेला चाहिँ गर्नुपर्ने हुन्छन्। या कहिलेकाहीँ मान्छेलाई स्प्लिन फियोको मात्रा एकदम धेरै बढ्नु, या शरीरमा लिम्फ नोड गाँठाहरू आयो भने, ठुलो हुँदै गयो भने त्यस्तो अवस्थामा बोन म्यारो गर्नुपर्ने हुन्छन्। कहिलेकाहीँ रगतको समस्या नथाहा पाए पनि जस्तो अत्याधिक रूपमा ज्वरो आइराख्नु, लामो समयसम्म ज्वरो आएको बेलामा पनि कहिलेकाहीँ बोन म्यारो हेर्नुपर्ने हुनसक्छ। जस्तै ब्लड क्यान्सर, रगतको क्यान्सर भनेको के हो है, र रगतको क्यान्सरको उपचार गरिरहँदाखेरि बोन म्यारो परीक्षण गराउनुको उद्देश्य या त्यसको महत्त्व के हुन्छ त्यसमा? जस्तो ब्लड क्यान्सर भनेको धेरै जस्तो ब्लड क्यान्सर हामी हेर्दाखेरि जुन हाम्रो व्हाइट ब्लड सेल्स भने नि हामीले, त्यो व्हाइट ब्लड सेल्सको अत्याधिक रूपमा मात्रा बढ्नु हो खास, होइन? अनि त्यो इमेच्योर टाइपको हुन्छन्, अनि त्यसले हाम्रो शरीरमा आफ्नो काम नगरेर शरीरमा नकारात्मक रूपमा असर पार्दै गयो भने त्यो चाहिँ खास ब्लड क्यान्सर हामी भन्छन्। ब्लड क्यान्सरको लागि बोन म्यारो एकदम आवश्यक कुरा हो।
कस्तो हामीले ब्लड क्यान्सर मान्छेलाई हो कि होइन भन्ने कुरा चाहिँ बोन म्यारोबाट थाहा पाउँछौँ र त्यसमा पनि कुन प्रकारको छ जस्तो एक्युट ल्युकेमिया भने माइलाइड टाइपको हो कि लिम्फाइड भेराइटीको हो त्यो भेराइटी पनि हामीले थाहा त्यहाँबाट पाउँछौँ त्यो सँगसँगै हामीले बोन म्यारो गरिरहेको बेलामा हामीले त्यहाँबाट केही साइटोजेनेटिक्स जाँच हुन्छन् पिसिआरहरूको जाँच हुन्छन् त्यो जाँचहरूबाट चाहिँ कतिको रिस्क छ त्यो कुरा पनि हामी थाहा पाउँछौँ र सँगसँगै बोन म्यारोको ट्रिटमेन्ट जस्तो हामीले कुनै मान्छेलाई ब्लड क्यान्सर भएको छ र त्यसको ट्रिटमेन्ट गरिरहेको बेलामा चाहिँ त्यो कतिको ट्रिटमेन्ट लागेको छ कतिको ट्रिटमेन्टले काम गरेको छ या मान्छे ठिक भइसकेको छ त्यो हेर्नलाई पनि हामीले पटक प्रोग्नोसिसको हिसाबले पनि बोन म्यारोको जाँच गर्नुपर्ने हुन्छ बोन म्यारो सम्बन्धी समस्या या त ब्लड क्यान्सरको उपचारमा चाहिँ कुन कुन पद्धतिहरू या कुन कुन उपकरणहरूबाट हाम्रो त्यसको उपचार गरिन्छ सामान्यतः हेर्ने हो भने हाम्रो 3-4 प्रकारको तरिकाहरू छन् एकदम पुरानो कुरा गर्नु पर्यो भने हामी केमोथेरापी छन् जुन लामो समय 50 वर्षदेखि चल्दै 100 वर्षदेखि चल्दै आएको कुराहरू हो त्यसमा चाहिँ अलिकति साइड इफेक्टहरू बढी हुने जस्तो उल्टी हुने बान्ता हुने कपालहरू झर्ने त्यस्तो प्रकारको समस्याहरू थियो होइन त्यो एउटा चाहिँ केमोथेरापी भयो जुन चाहिँ सामान्य मेडिसिनको हेल्पबाट दिन्छन् र अहिले आएको नयाँ थेरापीहरू भनेको इम्युनोथेरापी भनेको आफ्नै शरीरको सेल्सलाई चाहिँ अलिकति आफ्नै शरीरको सेल्सलाई चाहिँ इम्युनिटी बढाएर क्यान्सर सेललाई मार्ने तरिका भयो होइन त्यस्तो अवस्थामा चाहिँ नोजिया भोमिटिङहरूको इस्युहरू खासै आउँदैनन् र अर्को भनेको टार्गेटेड थेरापी भनेको ठ्याक्क चाहिएको छ त्यही ठाउँमा हिट गर्ने होइन त्यो अहिले चाहिँ सिएमएल भन्ने रोगको लागि ग्लिबेक भनेर दबाई आएको छ इम्युनिटिनिम त्यो एउटा ट्याब्लेट खाएर प्रेसर जस्तो एउटा ट्याब्लेट खाएर मान्छे नर्मल हिसाबले बाँच्न सक्छन् होइन त्यस्तोमा खासै साइड इफेक्टहरू त्यस्तो आउँदैनन् होइन त्यो भयो लास्टमा केही नलागिसकेपछि जस्तो भयो भने बोन म्यारो ट्रान्सप्लान्ट या सेलुलर थेरापीहरू हुन्छन् होइन त्यो पनि गर्नुपर्ने हुनसक्छ जस्तै अब नोबेल अस्पतालमा नोबेल क्यान्सर अस्पतालद्वारा पनि क्यान्सरको उपचारहरू भइरहेको छ शरीरको अन्य क्यान्सरहरूको चाहिँ तर ब्लड क्यान्सरमा चाहिँ अहिले नोबेल अस्पतालमा चाहिँ के सुविधाहरू उपलब्ध छन् त अहिले के बुझ्नु पर्यो हामीले भने अरू प्रकारको क्यान्सरहरू कम्पेयरमा होइन अरू प्रकारको शरीरको क्यान्सरहरू कम्पेयरमा ब्लड क्यान्सर कम्पेरिटिभली राम्रो मानिन्छन् होइन विगतको 20-25 वर्षमा हेर्ने हो ब्लड क्यान्सरको दुनियाँमा एकदम ठुलो उपलब्धि भएको देखिन्छ होइन अब सामान्य एउटा समयमा केमोथेरापी दिएर गाह्रो हुनेमा सामान्य एउटा ट्याब्लेट प्रेसरको जस्तो एउटा ट्याब्लेट सामान्य रूपमा खाएले मान्छेलाई चाहिँ एकदम राम्रो भएको अवस्था देखिन्छ हामीले अहिलेको दिनमा यहाँ ब्लड क्यान्सरसँग जोडिएर होस् या रगतको सामान्य एनेमियाको होस् या थ्यालेसेमिया होस् या प्लेटलेट कम भएको अवस्था होस् कम्प्लिट प्याकेजमा हामी सबै ट्रिटमेन्ट चाहिँ सुरु गरेको छौँ हामी केही निकट भविष्यमै बोन ट्रान्सप्लान्टको पनि कुराहरू हामी गर्दैछौँ यहाँ हामी केही फर्मालिटिजहरू चाहिँ मिलाउँदैछौँ होइन तर अहिले हेर्ने त्यो बाहेक चाहिँ बोन म्यारो ट्रान्सप्लान्ट बाहेकको ब्लड क्यान्सरसँग जोडिएको र बिना क्यान्सर भएको नर्मल सामान्य एनेमियाहरूको पनि कम्प्लिट उपचार हामी यहाँ सुरु गरेको छौँ लगभग हामी कार्यक्रमको अन्तिममा आइपुगिसकेका छौँ जस्तै यो समस्या नै नहोस् भनेर चाहिँ तपाईँ आफै पनि वरिष्ठ क्लिनिकल हेमाटोलोजिस्ट भएको हिसाबले चाहिँ आम जनताहरूलाई के सजेस्ट गर्न चाहनुहुन्छ हजुरको सुझाव के होला जस्तो सामान्य रूपमा बुझ्ने भने हेर्नु धेरै जस्तो क्यान्सरको कारण के हो भन्ने कुरा त एकदम क्लियरली लिटरेचरहरूले भन्दैनन् तर पनि अब के बुझ्नु पर्यो भने जस्तो हाम्रो व्यवहारिक नर्मल लाइफस्टाइल नै मेन्टेन गर्नुपर्छ नर्मली योगा भयो मान्छे नर्मल वाकिङ गर्यो खानपिनलाई विचार गर्ने होइन त्यही हिसाबको कुराहरू हुन्छ अलिकति पेस्टिसाइड्स केमिकलहरूसँगबाट अलिकति बस्न खोज्ने होइन त्यही कुराहरू हो नर्मली भनेको भनेपछि हामीले यही कुराहरूमा चाहिँ ध्यान दिन पनि सकिन्छ हस् हजुरको समयको लागि धेरै धेरै धन्यवाद छ यो थियो आजको स्वास्थ्य विशेष कार्यक्रम स्वस्थ रहौ सचेत बनौ किनकि सानो जानकारीले पनि ठुलो परिवर्तन ल्याउन सक्छ आगामी एपिसोडमा फेरि भेटौँला नयाँ जानकारी नयाँ विषयवस्तुका साथमा त्यतिन्जेलका लागि म बिदा हुन चाहन्छु धन्यवाद